यो केमिस्ट्री को आज हामी के पढ्ने भनेको थियौं भोलोमेट्रिक एनालाइसिस यो भनेको के छ नि यहाँ ल यता भन्नुभयो सर आयनिक पढौँ न जबसम्म भोलोमेट्रिक हामी पढ्दैनौं आयनिक गर्न आउँदैन है त्यही भएर चाहिँ के छ हामी फर्स्टमा भोलोमेट्रिक पढ्छौं त्यसपछि भोलोमेट्रिक सकेर हामी आयनिकतिर आउँछौं त्यही भएर चाहिँ सुन मजाले यो भोलोमेट्रिक एनालाइसिसबाट हाम्रो एउटा क्वेशन 100% फिक्स चाहिँ न्यूमेरिकल चाहिँ स्योरै सोध्छ जहिले पनि हाम्रो एउटा न्यूमेरिकल यहाँ भोलोमेट्रिक एनालाइसिसबाट सोधिराखेकै हुन्छ है ल सुन्नु यो भोलोमेट्रिक को प्रब्लम गर्नको लागि तपाईहरुले 8 क्लास देखि 9 क्लास देखि केही बेसिक कुरा आउनु पर्यो फर्स्ट मा तपाईहरुलाई के आउनु पर्यो नि 1 to 20 सम्मको एलिमेंट्स को नेम आउनु पर्यो है यो जुन ठाउँमा तपाईले जे आउँदैन के बुझ्नु होला यो पछि म केही गर्न सक्ने वाला छैन है ल यो भनेको हाम्रो 1 to 20 सम्म एलिमेंट्स को नेम आउनु पर्यो त्यसपछि सेकेन्ड मा हाम्रो के आउनु पर्यो नि यसको एटॉमिक मास निकाल्न आउनु पर्यो है एटॉमिक मास निकाल्न जब सक्नुहुन्छ त्यसपछि बल हाम्रो थर्ड मा के निकाल्न आउँछ मोलिकुलर मास आउँछ है यो जब मोलिकुलर मास निकाल्नुहुन्छ त्यसपछि बल हाम्रो के आउँछ इक्विभ्यालेन्ट मास निकाल्न आउँछ है जब इक्विभ्यालेन्ट मास सक्नुहुन्छ बल चाहिँ हामी कतातिर जान्छौं नि भोलोमेट्रिक एनालाइसिस को प्रब्लम तिर जान्छौं है भनेपछि म चाहिँ के बुझेर अगाडि बढ्छु तपाईहरुलाई 1 to 20 सम्म एलिमेन्ट को नेम पनि आउँछ एटॉमिक मास पनि निकाल्न आउँछ मोलिकुलर मास पनि निकाल्न आउँछ है यति भइसकेपछि बल म तपाईहरुलाई अलिकति सर्ट रिभिजन इक्विभ्यालेन्ट वेट को तपाईहरुलाई म गराउँछु है अलिकति सर्ट रिभिजन के को गराउँछु इक्विभ्यालेन्ट वेट को है ल अब तपाईहरु चाहिँ हेडिङ चाहिँ के लेख्नु इक्विभ्यालेन्ट वेट के लेख्नु होला इक्विभ्यालेन्ट वेट अथवा इक्विभ्यालेन्ट मास है यो पनि हामी इक्विभ्यालेन्ट वेट अथवा इक्विभ्यालेन्ट मास हामी फर्स्ट मा एटम को लागि निकाल्छौं त्यसपछि सेकेन्ड मा बल कतातिर आउँछौं हामी बल सेकेन्ड मा जान्छौं हामी मोलिक्युल को लागि ल फर्स्ट मा हाम्रो एटम को लागि निकाल्दाखेरि एटम को लागि इक्विभ्यालेन्ट मास हामी कसरी निकाल्ने नि इक्विभ्यालेन्ट मास इज इक्वल टु के हुन्छ हाम्रो एटॉमिक मास बाइ के हुन्छ भ्यालेन्सी मजाले सुन्नु होला एटम्स को लागि हामी इक्विभ्यालेन्ट मास कसरी निकाल्छौं एटॉमिक मास बाइ हाम्रो के हुन्छ भ्यालेन्सी यसरी चाहिँ हामी एटम्स को लागि चाहिँ इक्विभ्यालेन्ट मास निकाल्न सक्छौं जस्तै एक्जाम्पल को लागि हेरौं फर्स्ट मा एक्जाम्पल हामी अक्सिजन को हेर्छौं अक्सिजन हाम्रो कति नम्बर को एलिमेन्ट अक्सिजन कति नम्बर को एलिमेन्ट अक्सिजन 8 नम्बर को मिस यसको इक्विभ्यालेन्ट वेट निकाल्नु पर्यो भने अक्सिजन 8 नम्बर को छ भने यसको एटॉमिक मास कति हुन्छ ठ्याक्कै हाम्रो एटॉमिक नम्बर को डबल गर्दिने डबल गर्दाखेरि 8 2 जा कति हुने भयो 16 अक्सिजन को भ्यालेन्सी 2 डिवाइड बाइ 2 गर्दाखेरि हाम्रो 8 आउने भयो इक्विभ्यालेन्ट मास को केही पनि युनिट हुँदैन है इक्विभ्यालेन्ट मास को युनिट हुँदैन त्यस्तै भनेको अर्को हेरौं हाम्रो सोडियम को हेर्दाखेरि सोडियम 11 नम्बर को एलिमेन्ट यसको इक्विभ्यालेन्ट मास निकाल्दाखेरि एटॉमिक मास 23 भ्यालेन्सी 1 गर्दाखेरि कति हुने भयो 23 यसरी हामी के गर्न सक्छौं एटम्स को इक्विभ्यालेन्ट मास निकाल्न सक्छौं है इक्विभ्यालेन्ट मास एटम को निकालिसकेपछि बल हामी कतातिर मुभ गर्ने सेकेन्ड मा मुभ गर्छौं हामी मोलिक्युल तिर कतातिर मुभ गर्छौं हामी मोलिक्युल्स
मोलिक्युल्स माने हाम्रो मोलिक्युल्स के हुन्छ धेरैवटा हुन्छ भनेपछि फर्स्टमा हामी के जान्छौं एउटा हुन्छ हाम्रो एसिड अर्को हुन्छ बेस थर्डमा हुन्छ हाम्रो सल्ट र लास्ट हामी फोर्थमा के पर्छौं ऑक्सीडाइजिङ एजेंट एंड हाम्रो के को रिड्यूसिङ एजेंट यतिको इक्विभ्यालेन्ट मास पनि निकाल्न आउनु पर्छ है ल त्यसमा फर्स्ट हामी कसको लागि हेरौं एसिड को लागि हेर्दाखेरि एसिड को इक्विभ्यालेन्ट वेट कति हुने भयो हाम्रो मोलिकुलर मास डिवाइड बाइ के हुन्छ बेसिसिटी हुन्छ एसिड को चाहिँ इक्विभ्यालेन्ट मास निकाल्दाखेरि हामी कसरी निकाल्छौं मोलिकुलर मास डिवाइड बाइ बेसिसिटी अब तपाईहरुको दिमागमा के आएको होला सर यो त एसिड पनि थाहा छ मोलिकुलर मास पनि थाहा छ तर यो बेसिसिटी हो के है भनेको यो बेसिसिटी हाम्रो के छ नि यो बेसिसिटी भनेको हाम्रो नंबर अफ के हुन्छ नंबर अफ रिप्लेसेबल के हुन्छ नंबर अफ रिप्लेसेबल हाइड्रोजन एसिड बाट हामी कतिवटा हाइड्रोजन कतिवटा रिप्लेस गर्न सक्छौं नि त्यसलाई के भन्छ हामी बेसिसिटी भन्छ जस्तै एक्जाम्पल को लागि हेरौं HCl को इक्विभ्यालेन्ट वेट निकाल्नु पर्यो भने HCl को के हुन्छ इक्विभ्यालेन्ट वेट इज इक्वल टु मोलिकुलर मास HCl को कति हुन्छ ल भन्नु त फर्स्ट HCl को मोलिकुलर मास कति हुन्छ एकदमै राम्रो है हाम्रो कति आउने भयो 36.5 भेरी गुड 36.5 डिवाइड बाइ 1 गर्दाखेरि कति नै आउने भयो 36.5 नै आउने भयो है सेकेन्डमा हाम्रो हेरौं त H2SO4 को निकाल्नु पर्यो भने H2SO4 को मोलिकुलर मास कति हुन्छ ल भन्दिनु मलाई H2SO4 को मोलिकुलर मास कति हुन्छ 98 एकदमै राम्रो 98 र यहाँबाट हाइड्रोजन कतिवटा रिप्लेस गर्न सक्छौं हामी दुईटा डिवाइड बाइ 2 गरे भने कति आउने भयो 49 भनेपछि यसरी हामी के गर्न सक्छौं नि एसिड को चाहिँ इक्विभ्यालेन्ट वेट हामी फाइन्ड गर्न सक्छौं है र मेन हामीलाई एसिडमा यही दुईटाको चाहिन्छ भोल्युमेट्रिक एनालाइसिस त्यसपछि एसिड पछि हामी कतातिर जान्छौं बेसतिर बेस को इक्विभ्यालेन्ट वेट कसरी निकाल्ने बेस को इक्विभ्यालेन्ट वेट भनेको हाम्रो मोलिकुलर मास है के गर्छ अरे एसिडिटी अब फेरि ल भनौं त कसैले एसिडिटी भनेको हो के ल तपाईहरुले भन्दिनु मलाई यो एसिडिटी हामी के भन्छौं एसिडिटी हामी भन्छौं केलाई ल OH लेख्नु भएको छ नम्बर अफ के हुन्छ रिप्लेसेबल OH माइनस नम्बर अफ के हुन्छ नम्बर अफ रिप्लेसेबल OH माइनस लाई हामी के भन्छौं एसिडिटी एक्जाम्पल को लागि हेरौं NaOH को लागि इक्विभ्यालेन्ट वेट निकाल्दिनु त मलाई NaOH को मोलिकुलर मास कति NaOH को मोलिकुलर मास 40 डिवाइड बाइ यहाँबाट OH एउटा मात्र निकाल्न सकिन्छ डिवाइड बाइ 1 गरे भने कति आउने भयो 40 आउने भयो है ल एकदमै राम्रो है जति जना कमेन्ट गर्नु भएको छ सबैजनाको राम्रो त्यसपछि बल हाम्रो के आउने भयो अर्को हेरौं CaOH होल ट्वाइस यसको गर्दाखेरि इक्विभ्यालेन्ट वेट इज इक्वल टु यसको मोलिकुलर मास निकालौं 74 डिवाइड बाइ 2 यहाँबाट OH हामी दुईटा निकाल्न सक्छौं डिवाइड बाइ 2 गर्दाखेरि हाम्रो कति आउने भयो 37 भनेपछि यसरी हामी के गर्न सक्छौं नि इक्विभ्यालेन्ट वेट अफ एसिड एन्ड बेस फाइन्ड गर्न सक्छौं ल अब तपाईहरुलाई धेरै आउँछ भने एकदमै राम्रो आउँदैन भने एसिड मा त्यही दुईटा भनेको थियौ हामी एउटा HCl को
अर्को H2SO4 को तपाई सम्झिराख्नु होला। त्यस्तै भनेको बेसमा केही नसम्झने एउटा NaOH को चाहिँ यादै गरिदिनु होला है। आउँछ एकदमै राम्रो, आउँदैन भने यसरी पनि जान सक्नुहुन्छ। त्यसपछि हाम्रो थर्डमा चाहिँ कतातिर जान्छ नि, एसिड पछि हामी कतातिर जान्छौं, एसिड पछि जान्छौं हामी बेस, के भन्छ एसिड बेस पछि सल्ट तिर जान्छौं। कतातिर जान्छौं हामी, सल्ट तिर। ल भन्नु त, ल कसले कसले भन्नु भएको छ साउन्ड आएन, के छ तपाईहरुको साउन्ड आइरहेको छैन? एकचोटि रिप्लाई गरिदिनु त मलाई। ल ल ठीक छ सर। ल भनेपछि यता मन्ता मन्ताजी तपाईको चाहिँ नेट प्रब्लम होला, एकचोटि त्यो पनि हेर्नु त। यहाँ हाम्रो के छ नि, यो भनेको सल्ट को हाम्रो भयो भने है, सल्ट को चाहिँ इक्विभ्यालेन्ट वेट निकाल्नको लागि हामी के गर्छौं, मोलिकुलर मास डिवाइड बाइ के गर्छौं, टोटल नंबर अफ पोजिटिभ और के हुन्छ नेगेटिभ चार्ज। टोटल नंबर अफ के हुन्छ पोजिटिभ और के हुन्छ हाम्रो नेगेटिभ चार्ज हुन्छ है। ल भनेको यसमा हाम्रो के हुन्छ नि, जस्तै इक्जाम्पल को लागि NaCl को हेरौं, NaCl को इक्विभ्यालेन्ट वेट हाम्रो कति हुन्छ? ल यसको मोलिकुलर मास कति हुन्छ एकचोटि भनिदिनु त मलाई। ल एकदमै राम्रो 58.5, भेरी गुड। 58.5 डिवाइड बाइ यहाँ यसलाई ब्रेक डाउन गर्नु भयो भने हेर्नु, NaCl लाई ब्रेक डाउन गर्दाखेरि Na प्लस Cl माइनस मा जान्छ। भनेको प्लस चार्ज पनि एउटा, नेगेटिभ चार्ज पनि एउटा। भनेपछि हामी कुनै एउटा मात्रै लिने हो कि पोजिटिभ चार्ज लिने कि हामी नेगेटिभ चार्ज लिन्छौं भने पोजिटिभ चार्ज नि एउटा मात्रै छ, नेगेटिभ चार्ज नि एउटा, डिवाइड बाइ 1 गर्दाखेरि कति भयो 58.5 हुन्छ। ल त्यस्तै भनेको हामीलाई यहाँ चाहिने भोल्टेज एनालाइसिसमा एउटा भनेको Na2CO3 चाहिन्छ र अर्को भनेको हामीलाई NaHCO3 र अर्को एउटा क्याल्सियम कार्बोनेट चाहिन्छ CaCO3। केही नभए नि यो तीनटाको तपाईहरुलाई थाहा चाहिँ हुनै पर्यो। ल भन्नु त एकचोटि, Na2CO3 को इक्विभ्यालेन्ट वेट निकाल्दाखेरि यसको मोलिकुलर मास कति हुन्छ भन्दिनु? ल यता किशोरजीले भन्नुभयो सर पोजिटिभ चार्ज 2 र नेगेटिभ चार्ज 1 भयो भने के गर्ने? त्यस्तो आउँदैन भाइ है, त्यस्तो कहिले पनि पोसिबल हुँदैन। जहिले पनि अलवेज पोजिटिभ और नेगेटिभ चार्ज हाम्रो इक्वल हुन्छ है, त्यस्तो चाहिँ टाउको चाहिँ दुखाउने हैन। ल यसलाई ब्रेक डाउन गर्नु भयो भने के हुन्छ, Na प्लस CO3 माइनस माइनस। हामीलाई के लाग्छ अब एउटा सोडियम मात्र, एउटा प्लस छ तर हामीसँग सोडियम दुईटा छ भनेपछि दुईटामा दुईटा प्लस, यहाँ दुईटा माइनस। भनेपछि यसको मोलिकुलर मास 106 छ अनि यसमा पोजिटिभ चार्ज नि दुईटा, नेगेटिभ चार्ज नि दुईटा छ भने डिवाइड बाइ 2 गर्दाखेरि हाम्रो कति आउने भयो 53 आउने भयो। कति आउने भयो 53 आउने भयो। ल अर्को हेरौं, यो सोडियम बाइकार्बोनेट को हेर्दाखेरि कति आउँछ? सोडियम बाइकार्बोनेट को मास कति आउँछ? ल ल यहाँ सबैजना त्यही भन्नुभएको छ। ल अल रिएक्सनमा सबैमा है किशोर भाइ, सबैमा सबै ठाउँमा यो चाहिँ कतै इक्वल अनइक्वल हुने सम्भावना छ। यहाँ भनेको हाम्रो के छ, अब म चाहिँ क्याल्कुलेट गर्न भनेपछि यहाँ सोडियम को 23, हाइड्रोजन को 1, कार्बन को 12 प्लस यहाँ 16 into 3 गर्ने है 84। यहाँ यसलाई ब्रेक डाउन गर्यो भने हाम्रो केमा जान्छ Na प्लस HCO3 माइनस मा। भने पोजिटिभ चार्ज एउटा, नेगेटिभ चार्ज एउटा छ भने डिवाइड बाइ 1 गर्दाखेरि कति आउने भयो 84 आउने भयो है। तर
अर्को यता हेर्नु त हाम्रो अर्को CaCO3 को हेर्दाखेरि यसको इक्विभ्यालेन्ट वेट निकाल्नु पर्यो भने इक्विभ्यालेन्ट वेट इक्वल टु हाम्रो कति हुन्छ मोलिकुलर मास 100 डिवाइड बाइ यसलाई ब्रेक डाउन गर्दाखेरि Ca प्लस 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 CO3 माइनस माइनस में जान्छ मिन्स प्लस माइनस 2 गर्दाखेरि 50 आउँछ केही नभए तपाईहरु यो के गर्नु होला नि तीनटाको चाहिँ सम्झिराख्नु होला ल एकदमै है ल भन्नु त यहाँसम्म कसैलाई केही कन्फ्युजन छ एनीवन कसैलाई केही कन्फ्युजन छ भने भन्नु होला ल कसैले केही कन्फ्युजन भन्नु भएन है ल यो प्रशान्त चाहिँ के भन्नुभयो खवासले ल भन त भाइ तिमीले के बुझेनौ एकचोटी प्वाइन्ट इन्डिकेट गरेर मलाई भनिदिहाल नि त है ल प्रशान्त खवासले चाहिँ बोल्न पनि मिल्छ है ल यता चाहिँ ल यो चाहिँ अब ओप्पो A5 भन्न अवस्था आइसक्यो नाम चाहिँ है यो भनेको नामबाट आउनु भयो भने बोलाउन अलि सजिलो हुन्छ है ल सोध्नु भएको छ मलाई सर पोजिटिभ र नेगेटिभ चार्ज कसरी थाहा पाउने त्यो पाउन सकिन्छ त त्यो भनेको हामी 8 9 देखि हामी रेडिकल्सहरु पढाएको छ नि जस्तै एसिडिक जस्तै यो हाम्रो जहिले पनि मेटलमा कुन चार्ज हुन्छ पोजिटिभ चार्ज हुन्छ तर यो नन मेटल्सहरु रेडिकल्सहरु त केही सम्झिनु पर्छ जस्तै भनेको नाइट्रेट आयो भने NO3 माइनस एउटा माइनस हुन्छ कार्बोनेट आयो भने दुईटा हुन्छ सल्फेट आयो भने दुईटा माइनस हुन्छ बाइसल्फेट आयो नि एउटा माइनस हुन्छ बाइकार्बोनेट आयो नि एउटा माइनस हुन्छ है यो भनेपछि हाम्रो हाइड्रो अक्साइड आयो भने एउटा माइनस हुन्छ क्लोराइडहरु आयो भने एउटा माइनस हुन्छ र मेटल्समा कतिवटा प्लस हुन्छ नि प्लस इज इक्वल टु भायोलेन्सी त्यो मेटलको जति भायोलेन्सी छ त्यतिवटै पोजिटिभ अर नेगेटिभ चार्ज हुन्छ त्यो सम्झिनु होला है ल ल यो भनेपछि को छ जुम युजर भाइ नामबाट आउँछ न त रिमुभ गर्दिनु सर यसलाई युजरलाई ल नामबाट आउनु अनि यताउति मेसेज गर्नु भयो भने रिमुभ गर्नलाई दिन्छु है ल हो यो अनमोल भाइ ठीक छ यो SO4 माइनस माइनसमा हाम्रो दुईटा माइनस हुन्छ है र हाइड्रोजन आउँदाखेरि H प्लस आउँछ भनेपछि एउटा प्लसले एउटा माइनस खाइदिन्छ त्यही भएर यसमा के हुन्छ HSO4 मा एउटा माइनस मात्र आएको छ एकदमै राम्रो एकदमै ल ल सबैलाई एड गर्न मिल्छ है ल यता ग्रुपमा सरले लिंक पठाइदिनुहुन्छ त्यहाँबाट एड गर्न मिल्छ ल यो यताउतिको क्वेशन नगर्दिनु त मलाई यो जे छ फर्स्ट कुरा पढ्नु र त्यहाँबाट हामी अगाडि बढौँ है धेरै यताउति गर्नु भयो भने के हुन्छ नि हाम्रो कोर्स अगाडि बढ्दैन दुःख पाइन्छ ल यो हाम्रो के छ यति हाम्रो भयो त्यसपछि हाम्रो अर्को एउटा के को जान्नु पर्छ नि जस्तै हामीले जान्नु पर्छ KMnO4 को है KMnO4 को चाहिँ के जान्नु पर्छ नि हामीले इक्विभ्यालेन्ट वेट निकाल्न आउनु पर्यो है KMnO4 को हामीले सोध्यो भने यसैको सोध्छ अरु बढी जान्नु पर्दैन त्यो पनि KMnO4 को के सोध्छ एउटा एसिडिक मिडियममा अर्को सोध्छ हाम्रो बेसिक मिडियममा र अर्को सोध्छ हाम्रो कुन मिडियममा न्यूट्रल मिडियममा कि एसिडिक मिडियममा कि बेसिक मिडियममा कि न्यूट्रल मिडियममा है भनेपछि यसको लागि तपाईहरुले के सम्झिनु होला नि यो रामायणहरु हेर्नु भएको छ छैन है रामायण हेर्दाखेरि यो रावणलाई कसले मारेको थियो रामले है तर त्यो मार्दाखेरि के गरेको थियो बाण है त्यो बेला तोप बन्दुकहरु थिएन नत्र अर्कै युद्ध स्टार्ट हुन्थ्यो तर यो के छ हाम्रो बाणले चाहिँ हाल्यो तर कतिवटा बाण युज गर्यो के सम्झिने
150 के गर्यो रामले रावणलाई हाल्यो ए भनेपछि यहाँ के सम्झ्यो बाणबाट के जनाउँछ बीले हाम्रो बेसिक मिडियमलाई जनाउँछ है एले केलाई जनाउँछ एसिडिक मिडियमले एनलाई केलाई जनाउँछ न्यूट्रल मिडियमलाई जनाउँछ बीबाट बेसिक एबाट एसिडिक र हाम्रो यो एनबाट कुन मिडियम आउँछ न्यूट्रल सपोज इफ क्यालकुलेट गरौँ नि यसको मोलिकुलर मास हाम्रो m छ मोलिकुलर मास m छ भने बेसिक मिडियममा इक्विभ्यालेन्ट मास कति हुने भयो m/1 एसिडिक मिडियममा m/5 न्यूट्रल मिडियममा m/ कति हुने भयो 3 भनेपछि यसरी के गर्न सक्छौं हाम्रो एसिडिक मिडियममा m/5 बेसिक मिडियममा m/1 न्यूट्रल मिडियममा हाम्रो m/ कति हुने भयो 3 यसरी के गर्न सक्छौं के MnO4 को चाहिँ हामी एसिडिक मिडियम हो है बेसिक मिडियम हो कि न्यूट्रल मिडियम हो जुन मिडियममा भए पनि हामी एउटा यही सम्झिने रामले रावणलाई मार्दाखेरि बाण युज गर्यो तर बाण कतिवटा युज गर्यो नि 153 वटा बाण युज गर्यो यस 153 वटा बाण युज गर्दाखेरि बी ले हाम्रो बेसिक ए ले एसिडिक र एन ले केलाई जनाउँछ न्यूट्रल मिडियमलाई जनाउँछ है भनेपछि यसरी हामी के गर्न सक्छौं यो अब आइदिन्छ सर हामी न्यूमेरिकल गर्दाखेरि नि इन दिएर त काम भएन नि त्यसको त मोलिकुलर मासै चाहिन्छ न्यूमेरिकल क्याल्कुलेट गर्नको लागि तर मास निकाल्नु पर्यो भने m = यसको कति हुन्छ 158 हुन्छ कति हुन्छ रे हाम्रो 158 हुन्छ यस अब राखेर क्याल्कुलेट गर्नु न 158 डिवाइड बाइ 5 गर्न मिल्यो 158 डिवाइड बाइ 1 गर्न मिल्यो 158 डिवाइड बाइ के गर्न मिल्यो 3 गर्न मिल्यो यसरी हामी के गर्न सक्छौं केलाई